बहिनी कहाँ जानुहुने हो? तँलाई शरम लाग्दैन? अर्काको जेली बेटी जहाँसुकै जाओस् न, कहाँ जाने अरे? अन्त गाडी तिमीले रोकेको होइन? म पनि मान्छे त निकै बाटो रहेछ, यो गाडी चाहिँ अर्काको होला हो। भुत्रो अर्काको हुन्थ्यो, मेरो आफ्नो गाडी हो, म आफै मालिक हो, म आफै आफ्नो बस। मलाई कसैले यहाँ गर त्यो गर यो गर त्यो गर भन्नु सक्दैन। गाडी रोक। रोके त मैले। किन रोक्यो गाडी चाहिँ बाटो बिचमा? म यहीँसम्म हो। लु के हो पैसा दिँदा बुलेट हाने जस्तो गर्छ त्यसको बाजे। अहो यो 500 रुपियाँको त चेन छैन हौ बहिनी। लु यो त तपाईँले चेन साटेर लिनु पर्यो। मालिकको त अन्त हावा निस्क्यो त। यो 500 को चेन्ज पनि साटेर ल्याऊ भन्छ त अन्ना। एकछिन बस्दै गर्नु, म साटेर ल्याउँछु। त्यसको बाजे कहाँ गयो? आउँदैन त। कहाँ गयो त्यसको बाजे? यो नआउने रहेछ त्यसको बाजे। यो आइमे त मैले अघि हेर्दै चोर न चोर लाग्यो नि। बोली चाली पनि त्यस्तै। यसको त खानदानै चोर होला, यसको बाउ आमा सबै चोरै होला त्यसको बाजे। यसलाई फलिफापी होस् छोड्दिए। ए लु मेरो अनि लु यो त तपाईँको, अनि यो चाहिँ क्या हो? बक्सिस दियो क्या? के को बक्सिस? यो मेरो बाबाको। बाबा बाबा जानुस् ल। बाबा ठिक छ, त्यो टाउको त काटिराख, हात आएर म काट्छु। मलाई माफ गरिदिनुहोस्, मेरोबाट अनजानमा गल्ती भयो होला। मेरो चाहिँ केही नकाटिदिनुहोस् है। नानी म त टेलर हो, मैले त्यो दोकानको एसिस्टेन्टलाई भनेको पो त त्यो टाउको चाहिँ उसले काटिराखोस्, बाउला चाहिँ म काट्छु भनेको पो त हो। त्यस्तो